नमस्ते हजुरहरू सम्पूर्णलाई। हजुरहरूमाझ हेल्पिङ ह्यान्ड्सको हिजोको गतिविधिहरू लिएर उपस्थित भइसकेको छु। 3/12/2024 मङ्गलबारको दिन लायन्स क्लब बिरपाडाले राम्रो सोच लिएर लङ्कापाडा मनोकामना सोसाइटी सोसियल वेलफेयर अर्गनाइजेसन र भेन्यू रहेको थियो स्टार क्लब लङ्कापाडा बजार, जहाँ ब्लड डोनेसन क्याम्प व्यवस्थित गरिएको थियो। त्यस रक्तदान केन्द्रमा धेरै अरू सामाजिक दलहरू तथा साधारण जनता साथै हेल्पिङ ह्यान्ड्स दुम्सीपाडाले पनि आफ्नो भागीदारी दिएका थिए। यसरी एउटा पूर्ण रक्तदान केन्द्रको कार्यक्रम सम्पन्न भयो र सबै हेल्पिङ ह्यान्ड्सका सदस्यहरूलाई यस्तो राम्रो कर्मको लागि धेरै धेरै धन्यवाद प्रकट गर्दछौँ। साथै हेल्पिङ ह्यान्ड्सका प्रेसिडेन्ट श्रीमती अन्जु लोप्चनज्यूलाई पनि धन्यवाद प्रकट गर्दछौँ। सम्पूर्ण हेल्पिङ ह्यान्डको टिमलाई हामी स्वागत जनाउँदै र हेल्पिङ ह्यान्डका प्रेसिडेन्ट साथै हाम्रो लङ्कापाडा अञ्चलका प्रधान श्रीमती अन्जु लोप्चनज्यूलाई पनि हामी स्वागत जनाउँछौँ। हेल्पिङ ह्यान्डका सेक्रेटरी हामी माझ हुनुहुन्छ श्री रोजी लामाजी, उहाँलाई स्वागत जनाउँदैछौँ। हजुरहरूको जति साथै हेल्पिङ ह्यान्ड्सका अरू एक्टिभ सदस्यहरू जस्तै योन्देन मोक्तान, सञ्जय रोय, शेखर प्रधान, रिमा दिदी, सबैलाई धेरै धेरै धन्यवाद।